आज चाहिँ हामीले सोलिडवर्क्समा बल जोइन्ट कसरी बनाउने अनि बल एन्ड सकेटलाई मेट कसरी गर्ने भनेर सिक्छौँ। बल एन्ड सकेटको मेट चाहिँ सिधै सोलिडवर्क्समै राखिदिनु पर्ने हो, तर राखेको छैन किनभने यसको मेटिङ चाहिँ अलिक फरक हुन्छ। अनि बल एन्ड सकेट जोइन्ट कस्तो हुन्छ भनेर हेरौँ है। सुरुमा यो चाहिँ यस्तो देखिन्छ है। बल एन्ड सकेट जोइन्ट भनेको मेनली यो ह्युमन बडीमा हुन्छ। यसको सोल्जरहरूमा हिप्सहरूमा चाहिँ बल एन्ड सकेट जोइन्ट हुन्छ र यसको मुभमेन्ट चाहिँ रोटेसन पनि हुन्छ। 3टा डाइरेक्सन रोटेट गर्छ क्या यो चाहिँ 3 डिग्री अफ फ्रिडम भनौँ न। अनि मेकानिकलमा चाहिँ मेकानिकल पार्ट्सहरूमा चाहिँ यो मेन भनेको अटोमोबाइलको स्टियरिङ मेकानिजममा युज हुन्छ। अनि ग्रिपिङहरू गर्नको लागि यदि हामीले चाहिँ 3 डिरेक्सन मुभमेन्ट, फ्री डिरेक्सन ल्याटरल मुभमेन्ट चाहिँ नै रोटेसनल मुभमेन्ट चाहियो भनेपछि हामीलाई बल एन्ड सकेट जोइन्ट युज गर्छौँ। यस्तो हुन्छ बल एन्ड सकेट जोइन्ट चाहिँ। यो चाहिँ हाम्रो माथिको सकेट हुन्छ अनि यो भित्र एउटा चाहिँ बल्ब हुन्छ अथवा बल हुन्छ अनि त्यो चाहिँ रोटेट गर्छ। यसलाई चाहिँ म सोलिडवर्क्समा कस्तो हुन्छ भनेर देखाउँछु अब। बल एन्ड सकेट जोइन्ट चाहिँ यस्तो हुन्छ। ल मानौँ यो माथिको हाम्रो सकेट हो, यो माथिको हाम्रो सकेट हो भनेपछि यो भित्र हाम्रो बल गएर बस्छ अनि रोटेट हुन्छ। अब यो चाहिँ हाम्रो बल भयो अनि यो बल भयो हैन। अनि यो यसरी मुभमेन्ट गर्न पाउँछ। यसलाई चाहिँ कसरी डिजाइन गर्ने, कसरी मेटिङ गर्ने भनेर आजको भिडियोमा हेरौँ हामी है। फर्स्टमा म बलको डिजाइन गर्छु। बल डिजाइन गर्नको लागि सबैले यहाँ गएर अथवा यहाँ जाने अनि न्यूमा क्लिक गर्दा पनि भयो, हैन भने सर्टकटको लागि कन्ट्रोल एन थिच्ने, त्यसपछि पार्टमा क्लिक गर्ने, जाने पार्ट क्लिक गर्ने, ओके गर्ने, यति हुन्छ है। अब हामी बलको डिजाइन गरौँ। बलको डिजाइन गर्नको लागि फर्स्टमा हामीलाई बल बनाउनु पर्यो। यो बल बनाउनको लागि के गर्ने भन्दा यसको है स्केचमा जाने, एडिट स्केचमा जाने, यो टाइपको स्केच गर्ने। हाम्रो एउटा लाइन ड्रा गर्ने। यो लाइनको चाहिँ 15 mm डिस्टेन्समा 118 mm यो स्केच ड्रा गर्ने। त्यसपछि यो स्केचलाई रिभल्भ गर्ने, रिभल्भ बेस गर्ने अनि यो एक्सिस अफ रिभोल्युसन चाहिँ यो राख्ने, विज टेकिङ एक्सिस अफ रिभोल्युसन इज दिस लाइन गर्ने हैन। त्यसपछि अब एउटा चाहिँ हामीले अब पोइन्ट लिने। यो पोइन्ट लिनको लागि चाहिँ स्केचमा जाने, त्यसपछि चाहिँ फिचरमा जाने, फिचरबाट हेरेर पोइन्ट भन्ने हुन्छ अनि यो पोइन्ट क्लिक गरेर यसलाई क्लिक गर्यो भनेपछि हुन्छ। त्यसपछि यो पोइन्ट भयो है हाम्रो। त्यसपछि अब हामीले फिलेट युज गरेको छौँ। यो फिलेट भनेको चाहिँ यहाँको लागि फिलेटमा जाने, फिलेट रेडियस 5 राखेर यहाँनिर फिलेट युज गर्ने। अनि नेक्स्ट फिलेट भनेको चाहिँ बेसको लागि छ। यो भनेको तलको बेसको लागि चाहिँ 10 mm को फिलेट भयो। एज सिलेक्ट गर्ने गरिहाल्ने हैन। यो हामीले चाहिँ अब हामीले के गरायौँ, हामीले यसले बल गरायौँ। ध्यान दिनुपर्ने कुरा मेन भनेको यो स्केच भित्र हाम्रो कति छ, यसको रेडियस 43 छ। बल र यो हाम्रो बल हो। बल र सकेटको बीचमा पनि धेरै ग्याप हुनु हुँदैन। क्लियरेन्स अलिकति 1 mm जति राखे पनि हुन्छ, नराखे पनि हुन्छ, किनभने हामीलाई सिमुलेसन गर्नुपर्ने हैन। इन्टरफेरेन्स भए पनि फरक पर्दैन। हामीले चाहिँ जस्ट बल एन्ड सकेटको मोमेन्ट हेर्न खोजेको मेट लगाएर। अब यो हाम्रो बल भयो। अब हामीले सकेट डिजाइन गरौँ। सेभ गर्ने, ओके गर्ने। अब हामीलाई सकेट चाहियो। सकेट डिजाइन गर्नको लागि फेरि अघि जस्तै कन्ट्रोल एन गर्ने, फेरि रिभल्भ युज गर्ने। त्यसको लागि चाहिँ हामीले कस्तो स्केच गर्छौँ भन्दा यो टाइपको स्केच गर्ने। यसरी यो प्लेन देखिरहेको छ, प्लेनलाई म हाइड गरिदिन्छु फर्स्टली। ल अब हामीलाई के चाहियो, सकेट चाहियो। सकेटको लागि चाहिँ यसरी स्केच गर्ने हो। यसरी स्केच गरिसकेपछि यो चाहिँ 2 mm छ, इनर टु इनर 86 छ भनेपछि भइहाल्यो। अब हामीले के गर्नु पर्यो, रिभल्भ बोस बेस युज गरेर त्यो एक्सिसमा चाहिँ हामीले अब रिभल्भ बोस बेसमा यसलाई चाहिँ गर्नु पर्यो, लाइन एक्सिस चाहिँ सेन्टर लिने। अब त्यसपछि हामीले पोइन्ट लिनु पर्यो। फेरि पोइन्ट लिनको लागि के गर्ने म सिकाइदिन्छु। यो पोइन्ट लिनको लागि चाहिँ फिचर्समा जाने अनि यो पोइन्ट क्लिक गर्ने, यहाँनिर क्लिक गर्ने, यहाँ क्लिक गर्ने, यहाँ क्लिक गर्यो नि यसरी पोइन्ट भन्छ बिचमा। त्यो पोइन्ट चाहिँ
यसको सेन्टरमा भन्नु पर्यो है। हामीसँग पोइन्ट पहिले नै छ डिलिट गरिदिएको मैले ल। अब हामीलाई हाफ चाहिने हो नि त यतिको, तलतिर सकेट चाहिने हो हामीलाई ध्यान दिएर। यसको लागि चाहिँ अब के गर्नु पर्यो भने चाहिँ स्केच एडिट स्केच गर्ने, अनि मैले चाहिँ यति रेक्टेङ्गलले काटिदिएको छ सिधै यो स्केच गर्ने। यहाँबाट सेन्टरदेखि 18 छ अनि 31 छ, यसलाई यसरी काटिदिने। अब हामीलाई तलतिरको स्टिम चाहियो सकेटको लागि, त्यसको लागि चाहिँ बोस एक्सक्युट गरेको छ। टप प्लेनमा गर्ने, टप प्लेन ल्याउने, यसरी स्केच गर्ने बेलामा चाहिँ हामीले स्केच कहाँ गरेको छ भन्दा टप प्लेनमा गरेको छ है। यसरी स्केच टप प्लेनबाट अफसेटमा गरेको छ। अब स्केच प्लेन फ्रम स्केच प्लेनबाट अप टु सर्कल फेस यहाँसम्म एक्सक्युट गरिदिने। त्यस पछाडि अर्को फ्लेट युज गर्ने। फ्लेट गर्नको लागि यहाँनिर त भइहाल्यो, फ्लेट त इजी भइहाल्यो। फ्लेट त्यही पनि युज गर्नको लागि फ्लेटमा क्लिक गर्ने, फिचरबाट फ्लेटमा जाने, त्यस पछाडि 10 mm को डिस्टेन्स दिने, सकिहाल्यो। अब चाहिँ हाम्रो डिजाइन त सक्यो। अब हामीले यसलाई के गर्नु पर्यो भने एसेम्ब्लीमा जानु पर्यो। एसेम्ब्लीमा गएर के गर्नको लागि चाहिँ फर्स्टमा इन्सर्ट कम्पोनेन्टमा जाने, अनि आफूले सेभ गरेको पार्टलाई चाहिँ बल एन्ड सकेटलाई चाहिँ इम्पोर्ट गरेर ल्याउने। इम्पोर्ट गर्दा कसरी गर्ने भने चाहिँ म यसलाई हाइड गरेर सिकाइदिन्छु है। ल इम्पोर्ट गर्नु पर्यो हामीले इन्सर्ट कम्पोनेन्टमा जाने। अब बलमा हाम्रो चाहिँ ल मानौँ सकेट चाहियो नि त, सकेटलाई इम्पोर्ट गर्ने, यहाँ ओपन क्लिक गर्ने, यसलाई सिधै यहाँ विन्डोमा क्लिक गर्ने होइन, हामीले यसलाई चाहिँ यहाँ गएर टिकमा क्लिक गर्यो भनेपछि यो हाम्रो वर्किङ प्लेनको, यो त वर्किङ विन्डोको अथवा यसको चाहिँ ठ्याक्क ओरिजिनमा गएर बस्दिन्छ क्या यसको बडी चाहिँ। यसरी बाहिर क्लिक गर्यो भने जहाँ जान्छ दाको त्यहीँ बस्छ है। त्यही भएर सधैँभरि यतापट्टि फर्स्ट पार्ट चाहिँ जुन चाहिँ हाम्रो फिक्स हुन्छ त्यसलाई चाहिँ सुरुमै यता टिक क्लिक गर्नुपर्छ है सधैँभरि। यो चाहिँ एसेम्ब्लीमा चाहिने एउटा ट्रिक जस्तो भनेर बुझौँ न, त्यो भयो। अब सो कम्पोनेन्ट गरौँ। अब यसको लागि चाहिँ हामीले के मेड गरेको छ भनेर हेर्नु है। यसरी भयो। यदि तपाईँलाई चाहिँ यो सिधै कसरी फेस चाहिन्छ भनेर हेर्नको लागि फेस सेलेक्ट गर्ने यदि तपाईँको फेस देखिरहेन भनेपछि अर्को सानो रिल छ त्यसबाट हेर्नु होला। अब हामी मेटमा जाउँ। मेटमा हाम्रो के छ भनेपछि फ्रन्ट प्लेन। अब कोइन्सिडेन्ट मेटमा कुन छ हाम्रो सकेटको फ्रन्ट प्लेन र यो एसेम्ब्लीको फ्रन्ट प्लेनलाई कोइन्सिडेन्ट मेट गरिदिने, अनि सकेटको टप प्लेन र यसको टप प्लेनलाई पनि कोइन्सिडेन्ट गर्ने, यसको राइट प्लेनलाई र यसको राइट प्लेनलाई पनि कोइन्सिडेन्ट गरिदिने। त्यस पछाडि अब हामीले एङ्गल मेट लाउनु पर्छ है। यसमा चाहिँ एङ्गल मेट लाउने बेलामा यसरी हेरौँ। पहिला मेटमा अब म लिमिट एङ्गल दुईटा एङ्गलमा देखिरहेको छु मैले। यो चाहिँ यसको टप प्लेन अथवा यसको फ्रन्ट प्लेन र राइट प्लेन लिने दुईटा यसरी। टप प्लेन सकेटको भयो, यसको हामीले के लिएको छौँ राइट प्लेन चाहिँ बलको भयो। यो ल्याइसकेपछि अब एडभान्समा जाने अनि यहाँनिर एङ्गल छ, अनि यो एङ्गलमा क्लिक गर्ने। अब हाम्रो म्याक्सिमम र मिनिमम हुन्छ। अब यो चेक गर्ने कतिमा हुन्छ हाम्रो यहाँनिर ठोक्किन्न भनेर मैले चेक गरेको थिएँ पहिला। यो चाहिँ मेरो मिनिमम 64 डिग्रीमा र म्याक्सिमम 115 डिग्रीमा चाहिँ ठोक्किँदैन, अनि यसलाई चाहिँ यसरी चेक गर्नु पर्यो। अब दुईटा मेट लगाएपछि पुग्छ है। त्यसै गरी अब मैले चाहिँ अर्को मेट लगाउनु पर्यो भने फेरि त्यही गर्ने, टप प्लेन र अब यसको टप प्लेन र फ्रन्ट प्लेनमा फेरि मेट लगाउने। यसमा फेरि मेरो चाहिँ 64 र 115मा ठोक्किन्न। जहिले पनि गर्ने बेलामा कसरी मेटिङ गर्ने भन्दा फर्स्टमा सकेट जुन चाहिँ फिक्स गरे, हाम्रो चाहिँ बल फिक्स छ कि सकेट फिक्स छ भन्ने हुन्छ। फर्स्टमा चाहिँ मेनली चाहिँ हामीले सकेट फिक्स गर्छौँ। सकेट फिक्स गरिसकेपछि सकेटको टप प्लेनसँग दुईटाको चाहिँ एङ्गल दिने, अनि रोटेसन गर्ने आफूले। यसरी रोटेसन गर्दा कति डिग्रीसम्म घुमाउनु मिल्छ भनेर चाहिँ हेरेर गर्दा हुन्छ है। द्याट्स इट। अरू धेरै हेर्नु, अरू यस्तै सोलिडवर्क्समा हेल्प चाहिएपछि फलो मेक डिजाइन नेपाल, अनि सोलिडवर्क्स सम्बन्धी जुनसुकै हेल्प चाहिए इनबक्स मेसेज गर्नु होला। थ्याङ्क यू, थ्याङ्क्स फर वाचिङ।